हेलो गुड इभिनिङ साथी हो। म चाहिँ बेलुकाको तरकारी बनाउन लागेको। निउरो आलुको थोरै ग्रेभी राखेर। हामी दुईजना मात्रै छौँ नि, त्यही भएर थोरै थोरै बनाएको। अनि हजुरहरूको घरमा के पाक्दैछ? मैले चाहिँ यो निउरो सेकेन्ड टाइम बनाएको। म खाँदिनँ ती। फेसबुक हेर्दा हेर्दै खान मन लाग्यो, त्यही भएर बनाएको गाइज। यहाँ मैले सबै मरमसलाहरू हालेर भुटभाट गरिरहेको छु। छिटो मिठो। हजुरहरूको घरमा पनि दिउँसो बिहान र दिउँसो एकछिन आएको थिएँ, आउन पाएको छैन। अब टन्नै आउँछु। अनि त्यो फरियरमा आएको भिडियोहरू लाइक कमेन्ट गर्दा चाहिँ त्यो घरभित्र गएर लाइक कमेन्ट गरेको जस्तो नहुँदो रहेछ। त्यो लाइक चाहिँ कम आउँदो रहेछ बाहिरबाट गर्दाखेरि चाहिँ। मैले आज थाहा पाएको गाइज। ल मेरो तरकारी पाक्यो। यो लाइटको उसले चाहिँ अलिकति तरकारी चाहिँ कस्तो कस्तो आयो।